सुन्ने र थुन्नेको डायलग पनि हान्नु भएको थियो। दिस इज नट राइट, दिस इज नट गुड। मेरो गैर उपस्थितिमा जसरी हाम्रो सचिवज्यू र प्रहरी प्रमुखज्यूहरूलाई जसरी जुन व्यवहारले एउटा समितिले प्रस्तुत गर्नुभयो त्यसमा चाहिँ गृहमन्त्रीको ध्यान आकर्षण भएको छ। कसैलाई उजुरीको भरमा हामी न्यायाधीश बन्नु चाहिँ मिल्दैन र आरोप हो त्यो। आरोप जो कोहीले लाउनु सक्यो भन्दैमा कसैको चरित्र हत्या चाहिँ गर्न पाइँदैन। त्यो चाहिँ मेरो विचारमा त्यसमा नि कानुनमा के गर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। इट इज नट गुड। अनि हाम्रो गृह मन्त्रालयकै ध्यान आकर्षण भएको छ यसमा चाहिँ। वी आर नट ह्याप्पी अबाउट इट। अनि यो समिति अलिकति मलाई भद्र फिल भएको छ। त्यही भएर मैले अब मिडियाकर्मी साथीहरू पनि यहीँ भएको हिसाबले चाहिँ मैले कुरा गर्न चाहेँ। आफ्नो कर्मचारीले जसरी काम गर्नुभएको छ, मिहिनेत गर्नुभएको छ, मैले प्रत्यक्षदर्शी छु। जसरी आइजी साहबहरू काम गर्नुभएको छ म प्रत्यक्षदर्शी छु। उहाँहरू हाम्रो स्पिरिटमा, स्पेसली यो सरकारको स्पिरिटमा काम गर्नलाई उहाँहरू दिनरात खट्नु भएको छ। 2 मन्थ छैन। आरोप भन्ने लगाउन जोसुकैले पनि सक्यो, तर त्यो पुष्टि नभएसम्म चाहिँ कसैलाई चाहिँ दोषी करार गरेर चाहिँ एउटा समिति मार्फतमा चाहिँ यस्तो गर्नु चाहिँ राम्रो होइन जस्तो चाहिँ मलाई लाग्छ। विषयवस्तु अब यति नै छ जस्तो लाग्छ मेरो मार्फत चाहिँ। अब यो एकदम गम्भीर विषय थियो। अस्ति मैले भन्नु पाएको थिएन, मनमा खुल्दुरी पनि भइरहेको थियो, कहाँ गएर भनौँ भनेको थियो। अब यो मौका यो समितिले पनि दिनुभयो। धन्यवाद समितिको